भारतमा 7वटा शव फेला रसुवा बाढीका पीडित हुन सक्ने आशंका। नेपालको रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रसम्म पुगेको छ। बाढीका कारण बहिरहेका हुन सक्ने आशंकामा भारतको उत्तर प्रदेश अन्तर्गत महाराजगंज र कुशीनगर जिल्ला भई बग्ने गण्डक नदीमा 7वटा शव फेला परेका छन्। भारतीय सेना सुरक्षा बल एसएसबीले नदीमा गस्ती र निगरानी गर्ने क्रममा तीव्र बहावका साथ शवहरू बगिरहेको देखेका थिए। उद्धार टोलीले तत्काल नदीमा 5 जना महिला र 2 जना पुरुष गरी कुल 7 जनाको शव बाहिर निकालेका छन्, जसमध्ये महाराजगंज क्षेत्रबाट 4 र कुशीनगर क्षेत्रबाट 3वटा शव निकालिएको हो। नदीबाट निकालिएका सबै शवहरूलाई आवश्यक कानुनी प्रक्रिया र पहिचानका लागि महाराजगंज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ। फेला परेका शवहरूको हालसम्म पनि पहिचान खुल्न सकेको छैन। त्यसैले नेपालमा आएको भीषण बाढीका कारण बगेर भारततर्फ पुगेको अनुमान गरिएको छ।